गीतमा चाहिँ त्यस्तो हुँदैन है दिदी गकिनु धेरै गकिनु नर न यार हेत तेरीका म फिल्म हेर्दा त म पनि रुन्छु पछि चाहिँ आफैलाई कस्तो लाग्छ नि त्यो त एउटा एक्टिङ त हो नि त्यही त फिल्म हो हुन चाहिँ तर त्यसमा यथार्थ हुन्छ क्या भाइ रियालिटी हुन्छ क्या जसले बुझ्छ नि जसले बुझ्छ यसरी हुन्छ क्या यो रियालिटी बुझ्ने चाहिँ जसले रियालिटी बुझ्छ यसरी हुन्छ के यो गीतमा कति रियालिटी छ क्या हार्ट टचिङ सङ उज्यालो नहुँदै नरो यार नरो यस्तै हो यार यस्तै रुनुहुन्न के अब यो गाना बनाउने मान्छेले चाहिँ मुद्दा हाल्नै पर्ला जस्तो छ होइन मान्छे अघिसम्म हाँसेको मान्छे छिनको छिनमै रोइदियो होइन अब हाँस्ने गीत लाउनु पर्यो है भाइ अब हेर त यार गीतले पनि त्यही भन्दछ यार कस्तो फेरि यही बेलामा यो गीत निस्केको यार घर फर्केर ओइ कस्तो साले झन् हुन थाल्यो यार यस्तै हो सैलादाई नर न यार यो गीत मात्र हो कि यथार्थ छैन यसमा होला कसैसँग मेल खायो होला होइन तर यो यति मार्मिक सङ छ होइन यति मिठो सङ छ यो यति मिठो गीत कसले गायो भनेर म त्यो गायिकाको नाम सुन्न चाहन्छु मलाई गायिकाको नाम थाहा छैन तर गीत एकदम मन परेको छ मलाई यो पार्ट 2 हो पार्ट 1 र पार्ट 2 एकदम राम्रो छ को कतिजना यसरी रुनुभयो यो गीत सुनेर होइन कतिजनाको मन छोयो कतिजनाको यथार्थ मिलेको छ योसँग सायद यथार्थ नै मिलेर होला यसरी प्लिज बनिनु ओ माई गॉड यार नरो यार छ यथार्थ हो क्या यो गीत कस्तो बेलामा निकालेको यार यो गायिकाले गीत हेत्तेरीका कस्तो बेलामा निकालेको यो गीत हेत्तेरी म मुद्दा हालिदिन्छु है यो गीत गाउनेलाई यस्तो रौने गीत गाउने हो भएन है गायिका सिस्टर